हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू मिनी भ्लग। सो आज भने चाहिँ म बिहानै आएँ मोटरको सम्म पानी लगाउन। हिजो चाहिँ स्प्रिङ्कल बिग्रेको परेर पानी लाउन पाएको थिएन अनि हिजोको भ्लग पनि अपलोड गर्न पाएको थिएन किनभने चाहिँ दिनभरि दुःख गरेर बनाएको भ्लग बेलुका एडिट गरेर सकिसकेपछि चाहिँ डिलिट भएको थियो। अनि आज चाहिँ काममा पनि जानुपर्ने छ, त्यसैले घर आइपुग्ने बित्तिकै कोतालो बोकेर म चाहिँ लागेँ सरासर कामतिर। कामबाट फर्किँदा ढिलो हुनसक्छ अनि बाजेको भिडियो हाल्न पाउँदिनँ कि भनेर मैले चाहिँ आज बिहानै बाजेको भिडियो बनाएर लाँदैछु। द स्ट्रगल बोय नाम गरेको टिकटक अकाउन्टमा आजभोलि हाम्रो भिडियोहरू भाइरल भइरहेको छ। सो तपाईहरु पनि चेक गर्न सक्नुहुनेछ है त। सो फाइनली अब भने चाहिँ हामी आज काम गर्ने लोकेसनमा पुगिसक्यौं, तर यहाँ पुगिसकेपछि थाहा भयो कि यहाँ त मल नै छैन रहेछ। त्यसैले हामी तीनजना चाहिँ घरतिर जाँदैछौँ मल लिनको लागि। आज हामीले घर जानको लागि रोडको युज नगरिकन जंगलको बाटो युज गरेको थियो, जुन चाहिँ एकदमै पिसफुल अनि सुन्दर अनि दामी थियो। मल बोकेर आउँदाखेरि केटाहरू यति छिटो कुदिरहेको थियो कि मैले त तिनीहरूको छायासम्म पनि भेटाउन मुस्किल भइरहेको थियो क्या। फाइनली अब भने फेरि पनि हामी काम गर्ने ठाउँमा पुगिसक्यौं र अब भने चाहिँ भट्टाभट काम थाल्नु पर्ने हुन्छ। अनि कति छिटै खाना खाने बेला पनि भएछ अनि अहिले भने चाहिँ हामीले खाना पनि खाइसक्यौं। अनि हाम्रो आन्थीलाई चाहिँ मैले तपाईको सुकुटी पोलेर खाइदिम भनेर जिस्काइरहेको थिएँ। खान्छस् अघि भोकर त्यत्रो भातसँग खाएर पुगेन भनेर पो कराउन थाल्नु भयो। ठिकै छ नि त भनेर फेरि पनि हामी काम गर्नतिर गयौं। अनि एकछिन सितालमा बसौँ भनेर बसेको छड्के दाइले हेर्नु न के भन्नुहुन्छ। यहाँ हाँसी मजाक सकिए लगत्तै हामीले काम सुरु गरेको पनि लगभग 2 घण्टा जति बितिसकेको थियो। त्यतिकैमा हरि दाइले चिसो मही लिएर आउनुभयो अनि हामी सबैले मिठो महीको आनन्द लिँदै सुरुप खान थाल्यौं। मलाई चाहिँ मही यति साह्रो मिठो भएको थियो कि मैले चाहिँ थप्पी 2 गिलास खाइदिएँ क्या। मलाई चाहिँ कागती लास्टै नै मनपर्छ, त्यसैले बिहानैदेखि मेरो चाहिँ नजर यो कागतीको बोटमा थियो अनि अहिले चाहिँ कोही नभएको मौको छोपेर म चाहिँ कागती चोर्दैछु। काम गर्दा गर्दै कतिखेर समय जान्छ भन्ने कुरा त पत्तै पाउँदैन। अनि आज पनि कति छिटो 5 बजिसकेछ अनि आजको लागि चाहिँ काम सकियो। आजको लागि चाहिँ प्याकअप गरेर हामी घरतिर जाँदैछौँ। ओके बाइ बाइ।